झोलामा होइन यहाँ किने हो नि त धन्यवाद झोला लगेर त सबै गएको छ सर्भिसलाई। यो फर्स्ट टाइम टुर आएको एकदमै रमाइलो लाग्यो, राम्रो लाग्यो र सबैभन्दा कुरो चाहिँ यहाँको अनुशासन चाहिँ एकदम महत्त्वपूर्ण लाग्यो। अब यहाँ एउटा भनौँ न राम्रो गर्नेलाई राम्रो र नराम्रोलाई पनिसमेन्ट दिने खालको पनि एउटा होटलदेखि ल्याएर सडकमा कताकतै त्यो राम्रो लाग्यो। र विकास सँगसँगै यहाँको अनुशासन पनि एकदम अझै गर्नुपर्छ र सँगसँगै यहाँ चाहिँ अलिकति हेरिटेज भन्दा पनि बिल्डिङतिर बढी अलिकति भिजिट गर्न पाइयो र सफारीमा पनि राम्रै लाग्यो। र अर्को अलिक युनिक चाहिँ यो सफारीमा इलिफेन्ट त्यो हात्तीहरूले खेल्ने फुटबल त्यो चाहिँ एकदम राम्रो लाग्यो। समग्रमा चाहिँ एकदम रमाइलो हो। अब ठुलो टिम थियो, ठुलो टिममा पनि यत्रो धेरै सर्भिस दिनुभयो। खास गरेर तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हामीले करिब 72 जनाको टिम छ, यत्रो टिमलाई तपाईँले समाएर ल्याउनु भयो, त्यो नै एकदम तपाईँहरूप्रति हामी धेरै आभार छौँ। आगामी दिनमा अझै हामीले तपाईँहरूसँग सहकार्य गर्ने कुरा चाहिँ प्रतिबद्ध छौँ। राम्रो लाग्यो। सबैजनाले यसैबाट चाहिँ के भन्छ यो थाइल्यान्ड भिजिट गर्नुलाई म एकदम अनुरोध गरेँ।